हेलो नमस्ते सबैजनालाई हाम्रो यो फ्यामिलीको पहिलो भ्लगमा सबैलाई स्वागत छ। साथ सपोर्ट र माया पनि गरिदिनु होला, साथै सब्स्क्राइब पनि गरेर नबिर्सिनु होला है। तर बेटो आज हामी कहाँ जाँदैछौँ? घरदेखि ल यिनी पनि अब हामी चाहिँ घरदेखि बजार जाँदैछौँ। बजार चाहिँ अलिकति टाढै छ के, अब के गर्नु, घाम त्यत्तिकै चर्को गर्मी छ है। आमा छाता पनि हामीले हल्का यहाँ ल्याउनै बिर्सेछौँ क्या, त्यही भएर अब फर्केर जानु पनि टाढै छ। अब हामी बिच बाटोमा आइसक्यौँ, फर्किनु पनि गाह्रो छ, त्यही भएर चाहिँ हामी सरासर घाममा हिँडिरहेछौँ। हामी छोरी पनि यहीँ छिन्। यिनी जाउँ, मामीसँग जाने छ र। आज हामी चाहिँ बजार जाँदैछौँ। हामी तिनजना सपरिवार चाहिँ आज बजार पनि टाढै छ, अलिकति बजार घाम गरौँ भनेर हामी बजार जाँदैछौँ। र त्यो बजार चाहिँ हाम्रो फेरि यस्तो छ कि हप्तामा 2 चोटि मात्र लाग्छ। त्यहाँ चाहिँ अब विभिन्न किसिमका सामानहरू चाहिँ अब सुपथ र सस्तो मूल्यमा पाइन्छ, जहाँ चाहिँ एकदम प्रसिद्ध पनि हुन्छ। र त्यहाँ अब बजारमा नपाइने भन्ने चिज चाहिँ केही पनि छैन, एकदम राम्रोसँग पाइन्छ, सस्तो पाइन्छ। अब के गर्नु, अब घाम छ, जाँदैछौँ। हाम्रो यस्तो गाउँ यस्तो छ, पुरै वरिपरि हरियाली छ, पुरै यतै पनि हरियाली छ। बिचमा अब बारी हो, यो चाहिँ जोते अब मकै छरेको छन् यतातिर अब हरियाली पुरै छ है। अब रोड भइहाल्यो। अब हामी जाँदैछौँ। अलि उता पुल आउँदैछ, खोलाको पुल छ, भर्खर बनेको, धेरै पनि भएन बनेको, तर एकदम राम्रो पुल छ, बनेको छ पुरै अब पिच भएन बाटो। अब बिस्तारै हुँदैछ हाम्रो गाउँमा चाहिँ। अब रोड पनि बन्दैछ बिस्तारै देश विकसित हुँदैछ। हामी कहाँ जाँदैछौँ बेटो? हाम्रो सानो नानीलाई एकदम धेरै गर्मी भइरहेको छ है। मायाले अब म छोरी भनेर बोलाउँछु। अब छोरा हुन चाहिँ छोरा हुन् होइन, छोरी भनेर बोलाउँछु म, किनकि हामीलाई अब छोरी भयो नि छोरा पनि बराबरी नै हो। ल हेर, अनि हामी चाहिँ अब बेटोको हाम्रो छोरोको मम्मी, ल हेर यता, हाम्रो छोराको मम्मी चाहिँ आज बजार जान पाउँदा एकदम खुसी। राम 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 छैट कति खुसी है, आमा खुसीको सीमा नै छैन। त्यही भएर तातो घाममा हिँड्दैछौँ हामी, 12 बजेको तातो घाममा हिँड्दैछौँ। यस्तै छ, हरियाली छ, गर्मी छ, पसिना चुइया छ। फाइनली साथीहरू हामी बजार आइपुगेका छौँ। यता आमा छोरीको लागि काँटा हेर्दैछन्। चर्को गर्मीको कारणले चाहिँ आज हामी पुरा बजार घुम्न पाएनौँ। त्यसैले साथीहरू आजलाई यति नै। अर्को नयाँ भ्लगमा भेट्ने छौँ। बाई बाई।